हेलो ल साथीहरु, गुड मर्निङ है सबैलाई। आज म चाहिँ बिहानै एउटा सानो भिडियो बनाइरहेको छु। म चाहिँ भर्खर काम सकेर बिहानको काम सकेर वकिङ गर्न हिँडेछु है कोरियामा। सो बिहान वकिङ गर्न भनेर हिँडेको, यसो भिडियो बनाउन मन लाग्यो हैन। यो गाउँ हो, एकदम विकट गाउँ है कोरियाको। यसलाई भन्छ यहाँको सबैभन्दा विकट गाउँ भन्दो रहेछ यो एरियामा जो म बस्छु अहिले। अनि यहाँ हेर्नु त यस्तो मजाले भोटेहरूले बारी हुँदी यस्तो विकट ठाउँमा पनि है बाटो तपाईँले देख्नुभयो कस्तो विकास भइसकेछ। भोटेहरूले यस्तो खेतीपाती गर्छ हेर्नु है। भोटेको घर हेर्नु मन लाग्छ तपाईँलाई। गाउँको घर सिम्पल हुन्छ ल, हेर्नु यस्तो खाले हुन्छ गाउँको घरहरू। तर गाउँको बाटो हेर्नु न कस्तो छ के, हेर्नु त ट्याक्क वकिङ गर्ने ठाउँ। भोटेहरूको घरहरू नि 16 जोडेर माथि हेर्नु, बिजुलीको लागि पुरै यो चाहिँ सोलर हो यो, हेर्नु है। यो पुरा सोलर जोडेको यो चाहिँ गाडीहरू छ है। सो मजाले बाटो वकिङ गर्ने बाटो, मान्छे हिँड्ने बाटो चाहिँ यो हो। मजाले वकिङ गर्नलाई है मजा छ। बिहान उठेर दौडधुप गर्न मजा आउँछ। यसो फुर्सद हुँदा हिँडेको हुन्छु म। यति राम्रो हुन्छ हेर्नु है त कस्तो छ। गाउँ विकट ठाउँ भन्छ यसलाई। हाम्रो हुम्ला जुम्ला जस्तो हो क्या यो। तर यहाँको विकास हेर्नु न कस्तो छ। हाम्रो सहरको जस्तो विकास छ क्या यहाँ हेर्नु। यो चाहिँ गोरुलाई खुवाउने, यो चाहिँ यो गहुँ जस्तो छ होइन, गहुँ होला जहाँसम्म। तर यहाँ मान्छे खाँदैन क्या यहाँको मान्छेहरूले। यो मान्छेहरूले यो चाहिँ गोरुलाई खुवाउँछ। गोरुलाई काटेर डल्लो पारेर मैले त्यसको भिडियो बनाउँदा पछि यहाँ चाहिँ यो चाहिँ 1 सालसम्म 2 सालसम्म खुवाउन मिल्छ के, त्यस्तो हो यसलाई है। प्याक गरेर राख्छ के। गाउँ हेर्नु, गाउँ कस्तो छ क्या। पुरा सहर हो क्या, गाउँ भन्ने हो तर यसलाई सहरै भन्छ पनि पर्दैन हामीलाई होइन। त्यो मजा छ हो हेर्नु कोरियामा। यस लाइफस्टाइल चाहिँ कोरियनहरूको राम्रै छ क्या। बाटोघाटो सुविधाहरू जहाँ सबै घर छ नि त्यहाँसम्म बाटो पिच छ क्या हेर्नु कोरियामा। त्यस्तो हो के। यहाँ चाहिँ तपाईँको खेतबारीमा पनि जहाँ बाटो जान्छ नि त्यहाँसम्म बाटो पिच छ। पिच नभएको कुनै ठाउँ छैन। त्यस्तो हो यो। हाम्रो जस्तो मेन ठाउँमै बाटै छैन होइन, त्यस्तो छ। अहिले तपाईँ देख्नुभयो नेपालको हालत के छ। यहाँ चाहिँ जुन ठाउँमा जानु तपाईँ जहाँसम्म बाटो गएको छ त्यहाँसम्म पुरा पिच हुन्छ यहाँ बाटो। त्यस्तो यस्तो विकट ठाउँमा पनि यस्तै भिडियोहरू हेर्नलाई मेरो टिकटकमा फलो गर्नु होला, कमेन्ट लाइक गर्नु होला, हौसला दिनु होला है त भन्दै आजलाई यति सानो छोटो भिडियोबाट बिदा हुन चाहन्छु। सपोर्ट गर्ने मित्रहरूको लागि धन्यवाद है। ल सपोर्ट गर्दै जानु, आफ्नो केयर गर्नु ल।